यो चाहिँ हो हामी दूरको भ्यू पोइन्टमा छौँ सनराइज हेर्न आएको थियौँ र यतापट्टि हेर्नुभयो भने चाहिँ तपाईँको एभरेस्टको डल्लै रेन्ज देखिँदैछ अन्नपूर्ण रेन्ज है र यतापट्टि हेर्नुभयो भने चाहिँ राइट ह्यान्ड कञ्चनजङ्घा रेन्जमा यहाँ देख्नुहुँदैछ पाण्डिम यो त स्लिपिङ बुद्ध दामी देखिँदैछ नि स्लिपिङ बुद्ध पाण्डिम यो चाहिँ थाहा भएन बरु मलाई यो नि हेर्नु भने बिचको चाहिँ नि है र एकदमै सुन्दर भ्यू छ यो ट्रेक चाहिँ तपाईँहरूले 4 nights 5 days मा चाहिँ गर्न सक्नुहुन्छ पोसिबल हुन्छ 4 nights 5 days चाहिँ थ्याङ्क यू होइन